हेलो गुड मर्निङ गाइज नमस्ते सबैजनालाई वेलकम टु माई ब्लग है। अब चाहिँ भर्खर उठेर अब मुखसुख धोएर अब बाहिर जान आँटेको पानीको बोतलहरू बोकिरहेको छु होइन। अनि त्यही हो ब्याग स्यागहरू बोकेर रेडी गरिरहेको छु। ओ शिट पानी पनि झऱ्यो, मेडिकल जानुपर्ने छ क्या। अनि त्यही हो ब्रदर सिस्टरहरू है, एकदमै राम्रो। अनि त्यस्तै छ अब आजको दिन अब कसरी बिताउने भन्दाखेरि अलिकति कन्फ्युज छु। यो चाहिँ मेरो गाडी हो, चाबी पनि खोलियो। ब्रदर सिस्टरहरू त्यस्तै छ है। थ्याङ्क यू सो मच है। तपाईँहरूको कमेन्ट देख्दाखेरि चाहिँ एकदमै खुसी लागिरहेको छ है। कमेन्टहरू चाहिँ प्रायः जस्तो एकदमै गड ब्लेस यु, पावर अफ गड, यु डिजर्भ इट, तिमीलाई गडले ब्लेस गरेको छ, हो त्यस्तो टाइपको कमेन्टहरू देखिरहेको छु। मलाई अचम्म लागिरहेको छ होइन। थ्याङ्क यू सो मच माई लभली फ्यामिली, युट्युब फ्यामिली है। त्यसै गरी ल हुन्छ गाइज, अब क्याच यु लेटर है। अब मेडिकलमा पुग्छु, मेडिकलमा पुगेर त्यहाँनिर म ब्लग उयो गर्छु, ल अन गर्छु है। गाइज या वेलकम ब्याक है। म चाहिँ यो चाहिँ हाम्रो क्लक टावर है, बर्मिङहामको क्लक टावर हो यो चाहिँ। म चाहिँ यहाँ आइसक्यो, अब मेडिकलमा जाँदैछु गाडी साडी पार्क गरेर। घाम पनि लागिरहेको छ आज, हेर न माथि आकाशहरू, घाम हेर न। यो एरिया कस्तो छ हौ, हेरौँ है गाइस। भक्सवागन गाडी यस्तै छ है। फार्मेसी चाहिँ त्यही हो, त्यो प्लस साइन देखिरहेको छ नि तपाईँहरूले, त्यही हो क्या फार्मेसी चाहिँ। यही हो, गाडी चाहिँ त्यहाँ पार्क गरिरहेको छु, पैसा पनि तिरेको छैन यार, फाइन पर्ने हो कि। टेन्सन लागिरहेछ हौ। ढोका लक गरिदिइरहेको छ। थ्याङ्क यू भेरी मच। लगाइसकेपछि नै यही है। सरी यार, नेल एकदम मैला भएको रहेछ यार, यो नेल सेल काट्नु पऱ्यो। ल एकछिनमा आउँछु। वेलकम ब्याक है फेरि। त्यही हो, अब ब्याक टु होम भइसकेको छु। अनि त्यही हो, अरूभन्दा नि घाम चाहिँ दामी लागिरहेको छ आज होइन। त्यही हो गाइस। अनि एभ्री सन्डे चाहिँ चर्च जानुपर्छ म होइन। सकेसम्म टाइम मिल्यो भने चर्च जानुपर्छ होइन। ब्याक टु होम भइसकेँ एकैछिन ल। यहाँ एभ्री सन्डे भयो भने चाहिँ चर्च जानुपर्छ, किनभने म चाहिँ जिजस प्रभुको एकदमै भक्त हो क्या। जिजस प्रभुको एकदमै भक्त हो। 12:20 भइसकेको छ टाइम पनि। अनि त्यही हो ब्रदर सिस्टरहरू, त्यही हो। तपाईँहरूलाई स्टोरी भन्नु पर्दाखेरि चाहिँ खासमा तपाईँहरूलाई थाहा छ कि थाहा छैन, म चाहिँ कस्तो खालको मान्छे हो भन्दाखेरि, म चाहिँ एउटा पहिला नै यो युट्युब चलाउनुभन्दा अगाडि नै होइन, तपाईँहरूलाई स्टोरी भन्नुभन्दा अगाडि नै 1 वर्ष 2 वर्ष अगाडि नै मलाई चाहिँ जिजस प्रभुले बचाउनु भएको हो क्या। किनभने म त अब पहिलादेखिको युजर हो नि त होइन। पहिला नै म मरिसकेको थिएँ क्या, आफ्नो बडी आफूले नै उचाल्नु नसक्ने, हिँड्नु नसक्ने त्यस्तो भइसकेको थिएँ क्या। अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ के अरे जिजस प्रभुले मलाई राति आएर उठाउनु भएको थियो होइन। त्यहाँदेखि मलाई उहाँको होली स्पिरिट भन्ने आत्मा हुन्छ क्या, 24/7 त्यसले चाहिँ प्रोटेक्ट गर्छ तपाईँको। कस्तो हुन्छ भन्दाखेरि केही नराम्रो काम हुन आँटेको छ भने बचाउँछ क्या उहाँको आत्माले। मसँग चाहिँ त्यो शक्ति छ होइन। त्यही भएर म अस्ति पनि अब भनौँ न एक्लै अब त्यही खाँदै थिएँ, धेरै खाएँ होला होइन। त्यही ओभरडोज भएर, ओभरडोज हुँदा त मान्छे मर्छ नि त होइन, तर म मरिनँ क्या।
म चाहिँ किन मरिनँ भन्नुहुन्छ भन्दाखेरि अब ओभरडोज भएर म लडेँ होइन, भुइँमा लडेँ, ढलेँ, खाएँ, अब नखाँदा बौलाले जस्तो खाइहालेँ होइन। अनि म भुइँमा लडेँ, भुइँमा लडिसकेपछि तपाईँको के भयो भन्दाखेरि जिजस प्रभुले आएर उठाउनु भयो क्या मलाई, मेरो मुटुहरू सबै थिचिदिनु भयो, सासहरू फेर्ने बनाइदिनु भयो सबै होइन। अनि त्यहाँबाट एम्बुलेन्स पनि बोलाइदिनु भयो क्या जिजस प्रभुले। अब लडेको मान्छेले एम्बुलेन्स कसरी बोलाए भन्नुहुन्छ होला होइन, अचम्म लागिरहेको होला। मैले आइफोन थिचेछु क्या, मलाई नै थाहा छैन क्या, आइफोनमा ट्रिपल क्लिक गरेर एसओएसमा इमर्जेन्सी कल गरेको छु क्या आफै क्या, अटोमेटिक। अनि अटोमेटिक एम्बुलेन्स आएर पो एम्बुलेन्सले पो आएर उठाइरहेको क्या, अचानक तर्सिरहेको क्या, अब के भयो के गर्यो केही थाहा छैन क्या, त्यस्तो कुराहरू क्या। त्यही भएर तपाईँहरूलाई चाहिँ के भन्छु भने अब नराम्रो मान्छेहरू त जिजस प्रभुतिरै आउनु भनेर भन्छु होइन। तर जो राम्रो मान्छेहरू छ नि, तपाईँहरू चाहिँ आउनुभयो भने तपाईँहरूलाई झन् धेरै राम्रो हुन्छ है, साँच्चै भनेको। जिजस प्रभुले अति माया गर्नुहुन्छ, अति शक्तिशाली हुनुहुन्छ होइन। नराम्रो मान्छेलाई पनि उहाँले उद्धार त गर्नुहुन्छ, बचाउनुहुन्छ, बिस्तारै टाइम लाग्छ होला होइन, बचाउनुहुन्छ। त्यसदेखि मलाई बचाइरहेको छ होइन, त्यस्तै कुराहरू हो क्या। अरू भन्दा पनि अनुहार चाहिँ कस्तो कालो देखेको, डढेको जस्तो। युनाइटेड किङडममा बस्छु भन्छु तर फेरि कलकत्तामा बस्ने जस्तो देखिरहेको छ। के भएको यस्तो? भ्लगर भइसकेपछि त अलिकति स्मार्ट हुनुपर्ने हो होइन। तर मैले एउटा कुरा याद गरेको अनुसार चाहिँ के कुरा भन्दाखेरि यो भ्लगर भइसकेपछि चाहिँ आफूले आफूलाई एकदमै सफा निट एन्ड टाइडी राख्नु सकिने रहेछ है, मैले नोटिस गरेको कुरा क्या। भन्नाले आफूले के लुगा लायो, नङ काटे कि काटेन, कपाल कोरे कि कोरेन, मुख धोए कि धोएन, दाँत मले कि मलेन, के खायो, राम्रो कुरा खायो कि खाएन, त्यस्तो कुराहरू याद हुँदो रहेछ क्या। एकदमै 24/7 दिमागमा आइराख्दो रहेछ क्या। किनभने युट्युबमा लगाउनुपर्छ नि त हामीले त भिडियो, अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ भनेको के। एनिवे त्यस्तै हो ब्रदर सिस्टरहरू। मेरो भ्लगहरू चाहिँ एकदमै सिम्पल टाइपको नै हुन्छ होइन, निट एन्ड टाइडी टाइपको नै हुन्छ है। किनभने अब बाहिर साहिर जाने कुरा हुँदैन, अब वरिपरि त्यही डुल्ने, यताउता बजार सजार घुम्ने, त्यस्तै मात्र हुन्छ होइन। अनि त्यही भन्छु तपाईँहरूलाई, के भन्छु भने म चाहिँ अब हुनु चाहिँ यस्तो चाहिँ अब भ्लगमा अब म त भन्छु नै, किनभने भ्लग भनेको नै आफ्नो रियल स्टोरी देखाउने हो होइन। त्यही भएर म चाहिँ के गर्छु भन्दाखेरि अब छुट्टिनुभन्दा अगाडि हामी सबै छुट्टिनुभन्दा अगाडि अब भोलि भेट्नुपर्छ होइन, भोलि अथवा पर्सि भेट्नुपर्छ, भ्लगमा बनाउँछु होइन। अनि छुट्टिनुभन्दा अगाडि चाहिँ म के गर्नु चाहन्छु भन्दाखेरि चाहिँ मलाई चाहिँ जिजस प्रभुले सिकाउनु भएको हो क्या आफै। यो चाहिँ के गरेको भन्दाखेरि अब फेरि यो त पुरा ठिस भएछ, बौला भएछ भनेर नसोच्नुहोस् है। यो चाहिँ मैले तपाईँहरूकै लागि, मलाई मनमा चाहिँ त्यस्तो पोजिटिभ फिल छ नि त, किनभने मेरो प्रभुले तपाईँहरूलाई पनि हेर्छ, साथ दिइरहेको छ जस्तो चाहिँ मलाई महसुस हुन्छ क्या। त्यही भएर तपाईँहरूको लागि प्रार्थना पनि गर्दछु होइन। जसले मेरो भ्युजहरू भिडियोहरू हेर्छ, लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिन्छ होइन, तपाईँहरू सबैको लागि प्रार्थना गर्दछु होइन, तपाईँहरूलाई पनि एकदमै फलिफाप होस् है। त्यही भएर यो चाहिँ म गर्छु है। यो गर्नुको कारण चाहिँ त्यही हो ब्रदर सिस्टरहरू, एकदम कालो देखेँ यार, मलाई त कस्तो डढेको जस्तो देख्यो नि त हौ, अचम्म लाग्यो यार। अनुहार के साह्रो ओइली भएको यार। यो स्किन केयर रुटिनहरू के छ गाइजहरू भन्नु पऱ्यो। 34 वर्ष पुगेको छाला हो होइन, सुध्रिन्छ कि सुध्रिँदैन भन्नु पऱ्यो है। पुरा बिग्रिरहेको छ फेसहरू पनि, डामाडोल भइरहेको छ यार। एनिवे फेसहरू त्यस्तै हो। अब अरूभन्दा पनि इम्पोर्टेन्ट कुराहरू भनेको अब भ्लगिङ गरिसकेपछि तपाईँहरूले साथ सपोर्ट दिनु भनेको है मेरो लागि सबैभन्दा ठुलो कुरा हो। तपाईँहरूको एभ्री कमेन्ट रिड गरिरहेको छु होइन। त्यो कमेन्टले चाहिँ मलाई यस्तो मोटिभेट गरिरहेको छ होइन। अनि अरूभन्दा पनि लेट्स मेक टु रोड टु 10K फ्यामिली सब्सक्राइबर है। हामी रोड टु 10K चाहिँ पहिला बनाउनु पर्ला जस्तो छ। त्यहाँबाट एउटा सानो सेलिब्रेसन गर्छु, 10K भइसकेपछि एउटा केक काट्छु सानो खालको है। अनि त्यस पछाडि त्यही गर्नु पर्ला।
अनि अरू कुराहरू अपडेट गर्दै गर्नु पर्ला बिस्तारै है। ल आजलाई चाहिँ यति नै गाइज है। आई लभ यु अल। सबैजनाको दिन शुभ रहोस्। गड ब्लेस यु। जय